घर छोडेर जाँदैछौँ। फेरि म भावुक भइहालेँ यार। गाइस फाइनली अब हामी चाहिँ घर छोडेर जाँदैछौँ। फेरि म भावुक भइहालेँ यार। घर छोड्नु पर्दा गाह्रो छ, यस्तो छ है। फाइनली अब हामी चाहिँ झ्यामाइगर आइपुगिसक्यौँ। यहाँ देख्नुहुन्छ दिदी हुनुहुन्छ यहाँ। अब हामी चाहिँ टक्क सामान राखेर अब हामी हाम्रो गाउँ ठ्याक्क मेरो घर अम्ला भान्सिङतिर जाँदैछौँ। समझ रहे हो ना? यहाँ पिङ छ, पिङ खेल्नुपर्ने हुन्छ। अब एकछिन बल खेलेर उता अरूलाई भेटेर आइन्छौँ। घरतर्फ पारी स्कुल त्यहाँ बल खेल्ने तल खेल्दैछ केटाहरू। मजा अहिले यस्तो बब्बाल मजा। म चाहिँ यहाँ कुसुमले घाटामा आइसक्यो। पहिला हामीलाई पूजासुजा गरिन्थ्यो, यस्तो भएको छ। त्यहाँबाट आयौँ, सब पहिरो गएको रहेछ यतातिर। ल अहिले चाहिँ माथि पहिरो गएर सबै बाटो यस्तो भएर रहेछ। तलबाट हिँड्नु भने चाहिँ सबै यस्तो डाँडै झरेर है बिजोग बसी। पहिला त माथिबाट बाटो थियो नि, त्यसो त बाटो त झन् खै कहाँबाट जानु भाइ, यस्तो बिजोग कहाँ आउने यस्तो बाटो भने। अर्को माथिको बाटो यस्तो बिजोग रहेछ तलको बाटो त। ल हेर्नुहोस् त अहिले त सबै झरेछ पहिला। जान्छ नि त पहिला हामी यो बाटो यस्तो छ खोल्सा। पहिला हामी यो बाटो पानी लाउँदै हिँड्थ्यौँ। अनि बोक्न त माथि यही बाटोमा त्यसको माथिबाट बोक्थ्यो। पाइपहरू बिग्रिँदा पाइप लाउँदै आउँथ्यो क्या पानी सर। त्यो पारीको बाटो त आएको त हामी पहिरो कसै नि हो। पारी हिजो आएको त्यही बाटो हुन्थ्यो यहाँ। ल हेर्नुहोस् मेरो घर यहाँतिर यो काम्रो दुइटै हाम्रो हो। यो काम्रोको घर चाहिँ नि खन्ने बारी नै सबै हो। खेत लगिने बारी सबै हाम्रो। हेर त के गर्ने यस्तोमा सबै पहिरोको चाहिँ बाटो खन्ने अनि झऱ्यो डाँडो काम्रो हाम्रो। यो सबै चिलाउने तलको यो सबै याद आउँछ यार। देख्दा रुनु मन लाग्छ सबै पहिरो गर्छ। सुन्तला त्यहाँ अब झरेको। यहाँ चाहिँ यस्तै मुलाहरू प्याजहरू छ, कोदो। यहाँ चाहिँ अलिक यस्तो छ। जोर त्यो झ्याङ चाहिँ यता चाहिँ हाम्रो घर चाहिँ यहाँ छ। टोइलेट चाहिँ यस्तो भन्छ अहिले। चाहिँ भ्रमण गर्दै सुन्तला खाँदै हुनुहुन्छ। ल ल छान्ने आउने रहेछ त पनि भ्लगमा मान्छेलाई गर्ने
पानी लाग्छ भने त आयो कता गयो निक्लिस के साइडमा साग रोपेका छन् सुन्तला जस्तो छ ठुलो स्कुल खडाको छ माथि चाहिँ मन्दिर बनाएको छ चण्डीकालिकाले अझै त्यहाँ सरेछ बारी